लप्सीको अचार बनाएर खाने हैन त साथीहरु। ल है त लप्सीको अचार बनाउने स्टार्ट गरौँ। यो चाहिँ तोरी भुट्दैछु म। तोरी चाहिँ भुटेर पिस्ने हो हैन साथीहरु। अनि त्यस पछाडी यो लप्सी चाहिँ मैले सुकाएर रेडी गरेछु। अनि त्यस पछाडी लप्सीमा चाहिँ म के एड गर्छु भने यो लसुनको पत्ता, खोर्सानी अनि त्यस पछाडी रायोको साग पनि थोरै लगाएको छु। अनि यो पिसेर राखेको तोरी अनि त्यस पछाडी यसलाई सब मज्जाले मिक्स गर्ने साथीहरु हैन। अनि त्यस पछाडी आवश्यकता अनुसार थोरै बेसार अनि थोरै नुन आवश्यकता अनुसार एड गर्ने हो साथीहरु है। अनि त्यस पछाडी अनि तोरीको तेल चाहिँ अचारमा चाहिँ एकदमै यो मिठो राम्रो हुन्छ है साथीहरु। तोरीको तेल अब सबै मिक्स गर्ने हो मज्जाले साथीहरु है। सबै थोक मज्जाले मिक्स गर्ने अनि त्यस पछाडी मज्जाले मिक्स गर्ने अनि त्यस पछाडी चाहिँ यतिको रेडी भयो मेरो लप्सीको अचार साथीहरु। अनि लप्सीको अचार बनाउनु आफ्नो तरिकाले हुन्छ साथीहरु है। मैले चाहिँ अब यसरी बनाउँदै छु। अब लप्सीको अचार त्यतिकै यो लसुनको पत्ताहरु नहालिकन पनि बनाउनु हुन्छ। अब यो चाहिँ मलाई थोरै छ त्यही भएर मैले यसरी बनाए साथीहरु हैन। अब धेरै समयसम्म राखेर खानको लागि चाहिँ यसो यो सागको पत्ताहरु नै नहाल्दा बेटर लाग्छ मलाई चाहिँ है। चारै यसले चाहिँ बिगार्छ जस्तो लाग्छ। थोरै भएको हुनाले चाहिँ मैले यतिको लाए। मलाई चाहिँ नि यसरी रेडी गए साथीहरु। अब यो चाहिँ मैले बयममा लगाउँदै छु। तपाईहरु पनि यसरी नै बनाएर खानु होला साथीहरु है। लङ टाइमसम्म राख्नुहुन्छ भने चाहिँ यसरी सागहरु नमिसाइदिनु होला। तोरीको फुला अनि त्यही यसमा चाहिँ मिक्स तोरीको तेलहरुमा अलिक तेल चाहिँ अलिक मज्जाले लगाउनु होला साथीहरु है। सो साथीहरु यसरी मैले चाहिँ लप्सीको अचार रेडी गरे। मेरो भिडियो यतिसम्म हेरिदिनु भएकोमा थ्यांक यू सो मच। बाइ बाइ साथीहरु।